सर नमस्कार। आज चाहिँ यो हजुरहरूले खास के को लागि आन्दोलन गर्नुभएको एउटा मौन रहेर होइन एकदमै के को लागि आन्दोलन गर्नुभएको हो? म कोटगढी साप्ताहिकबाट हो। कोटगढी साप्ताहिकबाट कोटगढी साप्ताहिक। हामी चाहिँ आज विशेष हाम्रो व्यवसायलाई अन्याय भएको हुँदा हजुर त्यो अन्यायको विरुद्धमा हामीलाई नियमन गरियोस् तर नियन्त्रण नगरियोस् भनेर हामीले एउटा मौन खालको प्ले कार्ड लिएर विरोध प्रदर्शन गरेका हौ। हामीलाई समेटियोस्, व्यापार गर्ने वातावरण बनाइयोस्, हामीलाई नियन्त्रण नगरियोस्। हाम्रो मुख्य धारणा यही नै छ। आज चाहिँ कतिवटा हाम्रो सङ्घको कुन शैक्षिक परामर्श केन्द्रहरूको आजको धर्ना हो? मेरो 14वटा सङ्घ र एउटा इन्डिपेन्डेन्ट संस्था गरेर टोटल 15वटा छ। हजुर 15वटा संस्थाले संयुक्त रूपमा यो विरोध कार्यक्रम अगाडि बढाएका छन्। यसमा हजुरहरूको के मागहरू पर्छन् केही छ हजुर? हामीले सरकारलाई हामीसँग बाइलेटरल टक टेबल टक गरेर मात्रै कुनै पनि नियम ल्याइयोस्, हामीलाई नियन्त्रण नगरियोस्। त्यहाँ संशोधन गर्नुपर्ने कुराहरू व्यवसायीसँग बसेर टेबल टक गरेर मात्रै नियमहरू ल्याइयोस् भन्ने हाम्रो माग हो। अब यसको भनौँ न हजुरहरूलाई जुन अहिले नियमन गरेर विद्यार्थीहरूलाई कस्तो अवस्था छ र हजुरहरूको कस्तो अवस्था छ अहिले यो नियमनको कारणले? नियमनपछि व्यवसायी सँगसँगै विद्यार्थीहरू पनि एकदमै अन्यलमा हुनुहुन्छ। भोलि हाम्रो भविष्य के हुने हो, कसले जिम्मा लिने हो? सरकारले हात उठाइरहँदाखेरि कुनै व्यक्तिले जिम्मा लिन सक्छ कि सक्दैन, एउटा संस्थाले जिम्मा लिन सक्छ कि सक्दैन भन्ने कुरामा चाहिँ विद्यार्थीहरू नि एकदमै आत्तिनु भएको छ। अब अन्तमा तपाईँलाई म के भन्न चाहन्छु भने यो सरकारले के गरिदियोस् भन्ने चाहनुहुन्छ? सरकारले उचित नियमन गरेर व्यवस्थापन गरोस्, सबैलाई नियम ल्याएर एउटा नियमावली ल्याएर धरपकड मात्रै नगरोस् कि उचित व्यवस्थापन उचित नियमन गरोस्। हाम्रो माग त्यति मात्रै हो। हामीलाई नियन्त्रण नहोस्, हामीलाई नियमन गरियोस्। एकदम सिम्पल छ हाम्रो माग। हामीले केही पनि भनेका छैनौँ। हामीलाई व्यवस्थापन गर्ने नियमावली ल्याउनै पर्छ, ल्याउनै पर्ने थियो। हामीले नै बारम्बार कुरा उठाइरहेको कुरा हो। तर सरकारले एकदम नियन्त्रण शैलीमा चाहिँ हामीलाई नियमन गर्न खोज्यो, जुन चाहिँ एकदमै गलत छ। त्यस कारणले गर्दाखेरि सरकारले यसलाई परिमार्जन गरोस्। शिक्षा सबैका लागि हो, चाहे त्यो विदेशमा पढ्न जाने होस् या स्वदेशमा पढ्ने होस्। त्यो भएर त्यो अधिकारबाट कुनै पनि विद्यार्थीले दुःख भोग्न नपरोस्। हाम्रो चाहना त्यति मात्रै छ। हस् धन्यवाद। आज चाहिँ हाम्रो शैक्षिक परामर्श केन्द्रले 15वटा सङ्घ संस्थाहरूले चाहिँ जुन सरकारले लगाएको नियम नीति छ त्यसलाई चाहिँ एउटा परिमार्जित गरेर शैक्षिक परामर्श केन्द्रलाई पनि राम्रो हुने गरी विद्यार्थीलाई पनि राम्रो हुने गरी एउटा जुन नीति ल्याओस् भन्ने यो यहाँ शैक्षिक परामर्श सङ्घ संस्थाहरूको चाहिँ एउटा एकबद्धता मौन एकबद्धता मुखमा मास्क लगाएर जुन एउटा मौन एकबद्धता जनाउनु भएको छ त्यसको लागि चाहिँ यहाँ पुतली सडक चोकमा चाहिँ चारैपट्टि बसेर यहाँ उहाँहरूले मौन धर्ना गर्नुभएको छ। यसको लागि यहाँहरूलाई चाहिँ मैले यो चारैपट्टिको दृश्य देखाइरहेको छु र आशा छ